फेरि पनि स्वागत गर्न चाहन्छु म तपाईहरुलाई यस्तो देखाउने छु हैन चराको गुड तपाईहरुलाई कस्तो लाग्छ के कस्तो लाग्छ हाम्रो च्यानललाई सब्स्क्राइब लाइक शेयर गर्नु होला आयुष भण्डारलाई जे भए पनि माया गरिदिनु हुन्छ भन्ने मलाई आशा राख्दै तपाईहरुको माझमा एउटा यस्तो चीज देखाउने छु हैन जुन तपाईहरुले आजसम्म देख्नु भएको छैन होला चराले कसरी गुड पुर्छ भनेर त्यो पनि भान्टाको पातमा हेर्नुस् गाइस अब म देखाउन चाहन्छु तपाईहरुलाई हेर्नुस् गाइस मकै एकदमै राम्रो छ है हाम्रो त्यसपछि म सबै बारी देखाउने छु क्रेसा बारी हाम्रो प्याज हेर्नुस् प्याज त्यसपछि काउली बन्दाकोपी है अनि यो चाहिँ मकै अनि यहाँ चाहिँ भान्टा छ हेर्नुस् गाइस भान्टा यहाँ नल्का चराको गुड हेर्नुहुन्छ भने तले चरा बसेको छ हैन चराको गुड तले पातमा लगाएको छ हेर्नुस् 4 वटा अन्डा छन् हेर्नुस् गाइस कसरी पुरेको छ के हेर्नुस् गाइस अन्डा कस्तो दामी पुरेको के यो चाहिँ भान्टा हो यो पनि भान्टा यो टमेटो यो पनि मकै यहाँ मकै प्लस खुर्सानी दुईटै छ गाइस खुर्सानी अस्टै पिरो छ गाइस अनि यो चाहिँ चिचिन्डो खुर्सानी खुर्सानी दामी छ के दामी फलेको दामी गाइस दामी टमेटो अस्टै धेरै फलेको छ अब यहाँ टमेटो छ प्लस मकै चिचिन्डो राम्रो छ सबै मजाको मकै गाइस हेर्नुस् गाइस हेर्नुस् यहाँ टमेटो हेर्नुस् 4 केजी 5 केजी को टमेटो एउटै झोलमा